Hello everyone, welcome to my first mini vlog. So यो चाहिँ मेरो आज काइन्ड अफ अ गेट रेडी विथ मी भिडियोमा आएको छ। अन्त आज चाहिँ हामी कहीँ जानेवाला थिएँ, त्यही भएर म रेडी हुँदै थिएँ। सो फर्स्ट चाहिँ मैले यहाँ टोनर अप्लाई गरेँ। अन्त यो टोनर चाहिँ लगाएपछि मजाले एकछिन सुक्नु दिनुपर्छ, स्किनमा अब्जर्भ हुनु दिनुपर्छ यसलाई। अनि मैले चाहिँ अलिकति बेसी नै स्प्रे गरी पठाएको छु। अनि अब यो चाहिँ टोनर लगाइसकेर अब यो मजाले अब्जर्भ भइसकेपछि अब यहाँदेखि उता चाहिँ म लगाउँछु मोइस्चराइजर। अनि मोइस्चराइजर पनि अप्लाई गर्दैछु। अनि मोइस्चराइजर लगाइसकेपछि चाहिँ अब यहाँ पछि चाहिँ म सनस्क्रिन लगाउँछु। सनस्क्रिन पनि एकोलोजिकाकै लगाउँछु म, तर अहिले ठुलो चाहिँ मेरो सकिरहेको छ भनेर देखाउँदैछु म। अनि अब यो सानो एकोलोजिकाको यो चाहिँ मैले फ्री गिफ्ट पाएको थिएँ नाइकाबाट, सो अहिले त्यही युज गर्दैछु। अब अहिले समरमा त भन्नै पर्दैन होइन, सनस्क्रिन त कति चाहिँ इम्पोर्टेन्ट हुन्छ भनेर त्यो नलगाइकन त कहीँ बाहिर त के घरमै पनि नबसे पनि हुन्छ यस्तो गर्मीमा चाहिँ। त्यहाँदेखि अब चाहिँ म यस्तो युजुअली डेली बेसिसमा चाहिँ म यो फाउन्डेसनहरू केहरू चाहिँ लाउँदिनँ। सनस्क्रिन चाहिँ हल्का लगाउँछु, त्यो पनि त्यो ल्याक्मीकै सनस्क्रिन अनि ल्याक्मीकै लुमी क्रिम हल्का मिक्स गरेर लगाउँछु। अनि यो फर्स्टमा लाउँदाखेरि चाहिँ बेसी जस्तो देख्छ, तर एकछिनमा ब्लेन्ड गर्दै गएपछि चाहिँ यो सट्ट तपाईँको स्किनमा एकदम सेट भइहाल्छ, त्यस्तो वाइट देख्दैन। अनि अब मजाले म हातले नै प्रिफर गर्छु, त्यो ब्रसले ब्लेन्डरहरूले भन्दा चाहिँ मलाई हातले नै इजी लाग्छ। अनि यो मजाले गरिसकेपछि अब चाहिँ आयो ब्लसको पालो। अनि यहाँ चाहिँ म ब्लस लाउँदैछु। त्यस्तो खास मेकअप त गरेको होइन, जस्ट त्यसै हल्का ब्लस लगाइसकेर अब चाहिँ ब्रोको पालो, आइब्रोको पालो। अनि यहाँ म आइब्रो बनाउँदैछु। आइब्रो बनाउनु चाहिँ मलाई आउँदैन, त्यही भएर हल्का जस्ट फिलिङ मात्रै गरेको अलिअलि। त्यो भइसकेपछि अब चाहिँ लुज पाउडर। अनि मलाई चाहिँ यो समरमा चाहिँ पसिना आउँछ, चिपचिप हुन्छ भनेर चाहिँ म लुज पाउडर चाहिँ सबै फेसमा लगाउनु प्रिफर गर्छु। अनि यहाँ चाहिँ मेरो हस्बेन्ड नुहाएर सावर लिएर आउनुभएको थियो, अनि यहाँ मलाई डिस्टर्ब गर्नुहुँदैछ। मैले चाहिँ फेरि आउनु यहाँ भनेर देखाउँदै थिएँ। त्यहाँबाट चाहिँ म यहाँ लिपस्टिक लगाएर त्यहाँदेखि म बडी लोसन लाउनु थालेँ। बडी लोसनहरू लगाइसकेर चाहिँ त्यहाँबाट चाहिँ हेयर सिरमको पालो। अनि यहाँ हेयर पनि मेरो भइसक्यो। अन्त यहाँ चाहिँ म चेन्ज गरेर पनि आइसकेँ, पर्फ्युमहरू लगाएर ब्याग लिएर निस्केँ। अन्त यहाँ चाहिँ गाडीमा हामी म भाउजू रितीमा अन्त मेरो हस्बेन्ड चाहिँ हामी जाँदै थिएँ। अन्त हामी कहाँ गएको भनेर चाहिँ मैले त्यहाँको भिडियो चाहिँ मैले खिचिनँ, जस्ट अब